मेरो वैदेशिक यात्रा कविता यसरी सुरु हुन्छ। हिजो जस्तै लाग्छ आमा बुबासँगको त्यो भलाकुसारी कति रमणीय थियो। ती हाँसो, ती रोदन, ती सङ्घर्ष। म निस्किँदाको त्यो बिहान, त्यो गाउँ, त्यो आकाश सबै उस्तै थियो। तर मेरो हृदयभित्र अज्ञात डरको बास, मानौ मलाई अगाडि रहेको, छिनछिनमा मलाई पछाइरहेको। एयरपोर्टको त्यो भिडमा सबैसँग आफ्नै कथा, तर मेरो मनको व्यथा भने केही फरक, जुन आँखाभित्रै चुपचाप रोइरहेको। आमा बुबाको हात छुट्दा त्यहाँ केवल हात थिएन, त्यहाँ मेरो साहस टुटेको थियो, मेरो सान्त्वना छुटेको थियो। स्वाभिमानको झोला बोकी सपनाको पखेटा फिजाउँदै आए। घर परिवारको अधुरो सपना पुरा गर्न म वैदेशिक यात्रा रोज्दै आएँ, म वैदेशिक यात्रा रोज्दै आएँ। कहिले काहीँ आफैसँग सोध्छु, म किन यति टाढा आएँ? लौरी टेकेर हिँड्ने मेरा बाआमाको साथ किन छाडे? के मलाई मेरो मातृभूमि प्यारो छैन? यिनै प्रश्नमा अल्झिँदै गर्दा म सम्झिन्छु गाउँको त्यो सानो घर, आमाको त्यो फाटेको चोली, बुबाको 10 वर्ष पुरानो इष्टकोट। त्यहाँ म जस्ताका सपना सपना नै रहन्थे, किनकि श्रमको मूल्य सस्तो थियो। हातमा मास्टर्सको डिग्री थियो, तर रोजगार थिएन। सयौं ठाउँमा अन्तर्वार्ता दिए, तर घुस दिने पुँजी थिएन। कहिले काहीँ अश्रुका धारा खस्छन्, पुछिदिने कोही हुँदैनन्, तर पनि म मुस्कुराउँछु, किनकि मलाई मेरी आमा श्रृङ्गारिएको हेर्नु मन छ। बुबाको 10 वर्ष पुरानो इष्टकोट फेर्नु मन छ। मेरो घरको छानो बर्खायाममा नचुहियोस्, मेरा बाआमाका सपना त्यतिकै नकुहियोस्, मेरा बाआमाका सपना त्यतिकै नकुहियोस्। बाहिर हेर्दा मेरो जीवन रङ्गीन देखिन्छ रे, फोटोमा मुस्कान, कमेन्टमा सबै ठिक छ लेखिन्छ रे, तर कसैले देख्दैन यी रातहरू निन्द्रा बिना बितेका, ओभरटाइमका भारी घन्टाहरू, थाकेका हात र आँखा रातभरि झिम्केका। बिहान घामसँगै उठ्छु, तर मन अझै अँधारोमै हुन्छ। मेसिन जस्तै काम गर्छु, आफ्नै सास पनि कहिले भारी हुन्छ। यहाँ त मुस्कान पनि अभिनय जस्तो हुन्छ। संसारले सोच्छ विदेश गएकी छ, जीवन त राम्रो नै हुन्छ। तर कसलाई भनौँ त्यो एक्लोपनको कथा, निन्द्रा हराएका रातहरू अनि थाकेको मनको व्यथा। तैपनि मैले कहिल्यै हार मानिन, मैले कहिल्यै हार मानिन। जब म मेरो पहिलो कमाई सम्झिन्छु, मेरो पसिनाको मूल्य, घर पठाउँदा आमाको खुसीले मेरो थकान पखालिदिएको, बुबाको कम भएको ऋणको भारीले मेरो आँट बढाइदिएको। म बिस्तारै सिक्दैछु यो सहरसँग, यो जीवनसँग सहयात्री बन्न, आफ्नै दुःखसँग। उही सपना जसले टाढा ल्यायो, उही आशा जसले अघि बढायो। एक दिन अवश्य फर्किनेछु आफ्नो सफलताको कथा बोकेर। त्यो दिन आमाको आँसु खुसीमा बदलिनेछ, बुबाको मौनता गर्वमा फुल्नेछ, र म जस्तै नेपालीको सङ्घर्ष सफलताको गीत बनी गुन्जिनेछ। मेरो वैदेशिक यात्रा टिकट र भिजाको कथा होइन, यो त युद्ध हो जुन म जित्ने हरदम जमर्को गर्दैछु। म जस्तै एक दिन हरेक सपना फर्किनेछन्, जब देशले सम्मान र स्थान दिनेछ। त्यो दिन कुनै युगहरू नै छैनन्, देश समृद्धिको दियोले बल्नेछ, देश समृद्धिको दियोले बल्नेछ। हस्त, धन्यवाद, नमस्कार।